सर्वसाधारणले त्यही केस लायो भने पछाडि हटकेडी लगाएर जेलबाट। साथीहरू नमस्कार, मेरो सम्पूर्णमा साथीहरू, म तपाईँहरूकै फेसबुकको साथी अग्नि उप्रेती। साथीहरू, तपाईँहरूलाई कस्तो लाग्छ उहाँ माननीय ज्यूको कुरा कस्तो लाग्छ? तपाईँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँ माननीय ज्यूको एकदम 100मा 100 सही कुरा हो माननीय ज्यूको, किनकि सहीलाई सही भन्नुपर्छ, गलतलाई गलतै भन्नुपर्छ। नेपाल प्रहरीले त्यही केसमा सर्वसाधारणलाई पछाडिपट्टि हातकडी लगाएर लगेर पशु थुने जस्तै थुन्छ भने त्यही केसमा यो देशका भ्रष्टाचारी, ज्यानमारा, अपराधी, कुलङ्गार, काङ्ग्रेस एमाले, माओवादीका जस्ता विशिष्टहरूलाई चाहिँ हातकडी नलगाइकन सम्मानका साथ लगेर हस्पिटलको बेडमा राख्छ। अझ हस्पिटलको बेडबाट हिरासतमा लानु पर्यो भने आफ्नै कोठामा लगेर सम्मानका साथ बेडमा राखेको भन्ने कुरा पनि सामाजिक सञ्जालमा आइराखेको छ भने किन नेपाल प्रहरीले यसरी किन गर्छ? कि ठुलालाई चैन, सानालाई ऐन? अपराधी भनेको ठुलो पनि सानो पनि एउटै हो। कानुन भनेको ठुलालाई पनि सानालाई पनि एउटै लागू हुनुपर्छ, पर्छ कि पर्दैन? यिनीहरूले किन यसो गर्छन् भने सर्वसाधारणसँग पैसा हुँदैन। यो देशका कुलङ्गार ठुला विशिष्टहरूसँग पैसा हुन्छ, घुस खान पाउँछन्, घुस खुवाउँछन्। त्यही होइन र? कि त्यो होइन भने कानुन देखाउनु पर्यो। ठुलालाई यो कानुन, सानालाई यो कानुन भनेर कानुन देखाउनु पर्यो, हो कि होइन साथीहरू? यी हामी के भन्छौँ भने यिनै ठुला ठुला विशिष्ट अपराधीहरूले मासु जति खाएर फ्याँकेको हड्डी खाने हुन् यिनीहरू। कस्तो लाग्छ तपाईँहरूलाई? आफ्नो आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला। हस् त, नमस्कार। जय देश, जय नरेश। सहीलाई सही भनिन्छ, गलतलाई गलतै।